नमस्ते गर्नु नयाँ ठाउँमा आएको उत्तर प्रदेशमा आएपछि उठ्नै पर्यो है उत्तर प्रदेश उल्टा प्रदेश सम्पूर्ण हाम्रा भक्तजनहरू यहाँ उपस्थिति हाम्रा मण्डलीका सम्पूर्ण सदस्यहरू साथै हाम्रो फेसबुक लाइभ हेरेर मिठा मिठा ऊर्जावान कमेन्टहरू प्रतिक्रियाहरू दिने हाम्रा अत्यन्तै प्रिय श्रद्धालु भक्तजनहरू उहाँहरूलाई यस माघ महिनाको पवित्र दिन आजभोलि लगभग सबैको घर घरमा टोलमा संस्थानिकका कथा पढ्ने र भजन कीर्तन हुँदै आइरहेका छन् र त्यसै सन्दर्भमा आज हाम्रो श्री पशुपतिनाथ चेतनशील भजन कीर्तन मण्डली जयराम शर्मा गेवाली पौडेल सरी है पौडेल तपाईँ जयराम पौडेलजीको निवास स्थान नोएडामा हामी छौँ भगवती गेवाली शर्मा र उहाँ हाम्रो कार्यक्रममा पनि एक दुई पटक जानुभएको थियो तर अलि टाढा भएको हुनाले निरन्तरता दिन सक्नु छैन निरन्तरता है लाउने सबै कुरा उहाँमा छ तर अब टाढा भएको कारणले कुनै समस्याले गर्दा उपस्थित हुन सक्नु भएको छैन र आज आफ्नै निवासमा हाम्रो मण्डलीलाई निमन्त्रण गरेर अत्यन्तै श्रद्धा अत्यन्तै आदरपूर्वक अत्यन्तै हसमुख तरिकाले उहाँले हामीलाई हामी यहाँ हाम्रो जस्तो जानेका छौँ हामी प्रवासमा छौँ हामी त्यति दक्ष कलाकार भयौँ हामीले आफ्नो संस्कृतिको जगेर्ना गर्ने भनेर हामीले ल्याइरहेछौँ र त्यसै भए पनि उहाँले तपाईँहरूलाई राम्रै लाग्छ भनेर हामीलाई बोलाउनु भयो निमन्त्रण दिनुभयो उहाँलाई धेरै धेरै धन्यवाद ताली बजाएर सम्झेकोमा अत्यन्तै हृदयदेखि धन्यवाद दिन्छ र आज साथै उहाँ जयरामजीको जन्म छ उहाँलाई दीर्घायुको कामना यिनी अनुहारमा कहिल्यै पनि निराशा नहोस् सधैँ मुस्कान कायम रहोस् र साथै भर्खरै यस्तो शुभ साइड परेको छ हाम्रा योग गुरु यसै सन्दर्भमा हाम्रा योग गुरु शिवलाल गेवालीजीको प्रस्थान भएको छ अनिताजी हाम्रो स्वाभिमान ट्रस्टकी महिला अध्यक्ष कार्यकारिणी अध्यक्ष साथै योगा मास्टर तमाम किसिमका आयुर्वेदिक फर्मुलाहरू बताएर हामीलाई निरोगी दीर्घायु बनाउने उहाँले चाहिँ टिप्सहरू दिनुहुन्छ बेला बेलामा उहाँलाई धेरै धेरै सम्मान चाहन्छु हार्दिक हार्दिक यो अनुहारमा यो दुईटा यो भगवानको कति दिन छ हेर्नुहोस् है यो अनुहारमा कहिल्यै पनि निराश नहोस् यो चाहिँ कार्यक्रमहरू सञ्चालन हुँदै जानु हाम्रो स्वाभिमानले हाम्रो स्वाभिमान बचाउने काम गरिरहेको छ होइन हामीलाई गौरव लाग्छ तपाईँहरूको कार्यक्रममा पनि बेला बेला हामीलाई निमन्त्रण गर्नुहुन्छ तर कहिलेकाहीँ उपस्थित हुन पाइँदैन त्यसमा चाहिँ हजुरहरूले मानिदिनु भएन हामी प्रयास गर्छौँ र अब धेरै कुरा नभन्दै आज मैले यत्तिकैमा अब होइन मेरो बानीलाई समाप्त गरी भजन कीर्तनपट्टि लाग्नु है त जे काम ल्याएको नानीलाई उनी नानीलाई कस्तो छ एकदम राम्रो हामी चाहिँ धेरै धेरै आशीर्वाद छ